हेलो एभ्रिवान, नमस्ते। म दिपा तिमसिनाको तर्फबाट आज पनि म हजुरहरूको सामुन्ने उपस्थित भइसकेको छु। हजुरहरूको अगाडि केही कुरा थोरै सेयर गरौँ भनेर है त। आज मेरो छुट्टीको दिन हो। हरेक हप्ताको हरेक सोमबार मेरो छुट्टी हुने गर्छ र छुट्टीको दिन भनेपछि त आफूलाई बिहानैदेखि छुट्टै अर्कै आनन्द फ्रिडम भएको जस्तो महसुस हुन्छ र हजुरहरूले अनुमान पनि लगाइसक्नु भएको होला यो किन के भन्न आई भनेर सोच्दै हुनुहुन्छ होला। अनलाइन बिजनेसको बारेमा त होला नि। हो, म यही कुरा सेयर गर्न आएको हुँ। म आफ्नो अनुभव बताउन आएको हुँ। मैले यो डिजिटल अनलाइन अट्र्याक्सन मार्केटिङमा काम गरेर धेरै कुरा सिक्न पाएको छु। म हिजोसम्म सोसल मिडियामा आएर यसरी बोल्न सक्दैन थिएँ। आफ्नो भोइसमा बोल्दाखेरि मलाई लाज हुन्थ्यो, तर आज म बोल्न सक्ने भएको छु। यति मात्र कहाँ हो र मैले धेरै कुरा सिकेको छु यहाँबाट र यो सबै कुरा मैले सिकेको हजुरहरूलाई मैले यहाँ प्रस्तुत गर्न पनि सक्दिनँ र जसले खान्छ स्वाद त उसैलाई मात्रै थाहा हुन्छ नि, होइन? मैले खाएको छु त हजुरलाई मैले स्वादको बारेमा बताउँदै त हजुरले स्वाद त महसुस गर्न सक्नुहुँदैन र त्यसैले मैले भन्न चाहन्छु, हजुरलाई पनि बुझ्न मन छ भने हजुर यहाँ आएर बुझ्न सक्नुहुनेछ। हजुरलाई यो बिजनेसमा आएर हजुर एक्लै हुनुहुने छैन। यसमा हजुरको साथमा धेरैजना हुनुहुनेछ। हामीले एक्लै अगाडि बढ्नु पर्दैन। यो बिजनेस गर्न चाहिँ हाम्रो घर फ्यामिली सबैले एकसाथ भएर गर्न सकिन्छ। आज हजुर सक्नु भएको छैन भने हजुरलाई अर्कोजना फ्यामिलीमा अर्कोजनाले पनि गर्न सक्नुहुन्छ, होइन? हामी चाहिँ 24 घन्टा स्क्रिनमा स्क्रल गरी यो बिजनेस चलाउनु पर्दैन। दिनमा 2-3 घन्टा मात्रै टाइम दिएर पनि चल्ने बिजनेस हो। हजुर सुतिरहेको बेला पनि चलिरहन्छ बिजनेस। हजुर घुम्न जानुहोस्, जहाँ जानुहोस्, तर हजुरको बिजनेस चलिरहन्छ। तर गर्नुपर्छ त के भन्नुहुन्छ भने हजुरले जसरी सोसल मिडिया चलाएर टाइम पास गरिरहनु भएछ नि, त्यसरी नै हजुरले जहाँ जानुहोस्, घुम्न जानुहोस्, फोटो खिच्नुहोस्, भिडियो बनाउनुहोस्, सबै कुरा हजुरले आफ्नो चाहिँ सोसल मिडियामा आफ्नो चाहिँ उसमा आएर पोस्ट गर्नुहोस् न। टिकटकमा गर्नुहोस्, फेसबुकमा गर्नुहोस्, कतिवटा सोसल मिडिया चलाउनुहुन्छ त्यहाँ गर्नुहोस् न। त्यही नै हो हजुरको बिजनेस। यसरी नै चल्ने हो। यसमा कुनै पनि गाह्रो छैन। म यति भन्न चाहन्छु हजुरलाई। यहाँभन्दा धेरै कुरा बुझ्न चाहनुहुन्छ भने हजुरले मलाई म्यासेज गर्न सक्नुहुनेछ। म तब त हजुरलाई बताउने छु। हस् त, अहिलेलाई बाई बाई।